आज हाम्रो विशेष कार्यक्रम र विशेष सम्बोधन भएको हुनाले धनगढीमा यहाँलाई स्वागत गर्छु। म धेरै कुरा केही भन्दिनँ, यहाँ बोल्ने भन्दा पनि केही, तर मसँग यस्तो मान्छे उभिएको छ जसले मलाई म बनाएको आज हेर्दा देखिँदा मैले तारिफ केही पाएको हुन सक्छु, हाई मैले पाएको हुन सक्छु। विश्वास गर्छु 40 लाख हस्ताक्षर सङ्कलनको नेतृत्व गरेको दीपकको नेतृत्वमा अब तपाईँहरूले सङ्घीय संसदमा एउटा सबल सक्षम व्यक्ति पाउनुहुनेछ। मलाई रतिभर पनि शङ्का छैन। म यहाँ उभिएर मेरो भाइ, मेरो सबैभन्दा प्रिय दीपक बोहरालाई तपाईँहरू समक्ष प्रस्तुत गर्छु र मलाई विश्वास छ जसरी चितवन 2 का जनताले मलाई निर्वाचित गरेका थिए, यसपटक दीपक बोहरालाई सङ्घीय संसदमा त्यसै गरी निर्वाचित गरेर पठाउनुहुनेछ। यति मात्र भन्न चाहन्छु, 21 गतेको दिन विशेष दिन हुनेछ। 21 जना सांसदलाई संसदबाट जबरजस्ती निकालेको परिणाम 21 गते जनताले दिनेछन्। बाँकी आज सभामा